बाटोमा जाँदा जाँदै हाम्रा बाजेहरू अङ्कलहरू भेटिनुभयो। त्यसपछि हामी टोक्रा डाँडातिर हामी जान्छौँ। हाम्रो गाडीको बाटो चाहिँ हामी रमाइलो तरिकाले गइरहेका थियौँ। हाम्रो ठ्याक्कै हाम्रो यो सिलुका चौडमा पुग्यौँ। सिलुको चौडमा पुग्दाखेरि हाम्रा यहाँका स्थानीय बच्चाहरू चाहिँ हिँडिरहेका थिए। चुमाहरूका बच्चाहरू भाग्दैछन्। यसरी नै हाम्रो आजको टुर चाहिँ बहुत रमाइलो र अविस्मरणीय। हामी हिँड्दैछौँ बाटोमा हिँडिरहेको। त्यसपछि अगाडि बिस्तारै जानु। बेलुकाबाट यहाँ सुन त, बेलुका माथि तुप्लिङमा पानी ठुलो भयो भने गाडी। अनि फाइनल्ली रुममा चाहिँ टोक्रा पुग्यो। टोक्रा डाँडा भनेको माथि देखिरहेको यही डाँडा हो। त्यो डाँडाबाट हामी अझै हिँड्नुपर्छ माथि हलिङ गुम्बा पुग्नलाई। हलिङ गुम्बा पुगिसकेपछि फाइनल्ली घुम्न तपाईँहरूलाई हलिङ गुम्बाको दृश्य अवश्य पनि देखाउनेछौँ।